हेलो हाई नमस्ते सबैजनालाई स्वागत छ। सबैजना सन्चै आरामै हुनुहुन्छ होला आशा गर्छु म। यति बेला चाहिँ हामी रोल्पाको त्रिवेणी गाउँपालिका 7 खोलामा छौँ। तपाईँ देखिराख्नु भएको छ ब्याकग्राउन्डमा पनि फोटाहरू भेट्दै हुनुहुन्छ सबैजनाले। र के कति कारणले यहाँ हामी यति धेरै जमघट भएका छौँ भने मिलिजुली युवा क्लब त्रिवेणी गाउँपालिका 7 भित्रखोला र खोजीबागको जो भैरे खेलेको 4-5 दिनको जो दान दक्षिणा थियो हैन, त्यो पैसालाई हामी जमघट पारी सबैजनाले चाहिँ पिकनिक कार्यक्रम सुरु गरेका छौँ। अघिबाटै सुरु गर्यौँ। खाने चाहिँ धेरैभन्दा धेरै परिकारमाथि परिकार राखेका छन् र खानुभन्दा अगाडि चाहिँ अलिकति भए पनि भलक बनाउन त भनेर चाहिँ तपाईँको मासु मैले भलक बनाएकी छु। अगाडि नै बनाउन खोजिराखेको थिएँ तर केही कारणवश चाहिँ मैले तपाईँको मासुमा बनाउन सकिनँ। सकरमा तपाईँलाई देखाउनेछु के खानेकुराहरू पाकेको छ भनेर। सँगै हामी त्यो खानेकुरा खाइसकेपछि नाचगान गर्नेछौँ। सँगै अन्य साथीहरूले चाहिँ भलिबल पनि खेल्नुहुनेछ। भलिबल खेलेको पनि तपाईँको मासुमा देखाउनेछु भन्दै अब सुरु हुन्छ हाम्रो भलक यसरी। र तपाईँ देख्न सक्नुहुन्छ यहाँनिर डेक छ हाम्रो हैन, अनि त्यसपछि यहाँनिर बाइक छ। त्यसपछि हाम्रा आफन्तीहरू जति पनि भैली खेल्न जानुभएको छ सबैजना साथीहरू यहाँनिर हुनुहुन्छ। अनि हाम्रो आदरणीय दाई मोहन बुढाथुकी पनि हुनुहुन्छ, सँगै प्रकाश बुढाथुकी। मिलिजुली युवा क्लबको के हो रे प्रकाश? के हो रे? कस्तो भइरहेछ? एकदमै राम्रो भइरहेछ। के खानेकुरा पाकेको छ? परिकारमाथि परिकार छ हैन। ल त्यो पनि देखाउनेछु। सँगै लुङ्गी चोली लगाएका च्याट्टी परेका मगर्नी नानीहरू पनि छन्, तपाईँ देख्न सक्नुहुन्छ। सँगै यहाँनिर दाइहरू पनि छन् हैन। अनि माथि माथि तपाईँ हेर्न सक्नुहुन्छ भाइहरू पनि छन्। अनि त्यसपछि यहाँनिर चाहिँ मासु पाक्दैछ, खसीको मासु। मेरा 2वटा भदै छन्। ओ भदै तिम्रो नाम के? तिम्रो नाम के रे? किन हो र लजाउने? नवीन बुढा मगर सँगै हिमाल बुढा मगर छन् यहाँनिर। खसीको मासु पकाउँदैछन् हैन। त्यसपछि हेरिसे माथि माथि साना साना नानीहरू पनि छन्, तपाईँ देख्न सक्नुहुन्छ। त्यसमा सबैलाई समग्रमा देखाउँछु। अहिले चाहिँ थोरै टिम छ हाम्रो, योभन्दा पछिल्लोसम्म धेरै आउनेछ। त्यसपछि यहाँ खाना पाक्दैछ। हामी कुक फेन्टाहरू पनि खाइसकेका छौँ तपाईँको मासमा हैन। अब एकैछिन पछि पनि देखाउनेछ हामी के कति रमाइलो गर्छौँ, सबै हेर्न सक्नुहुन्छ। अनि भलिबल पनि खेल्नुहुन्छ यहाँनिर हुनुभएको दाजुभाइहरू। एकदमै ह्यान्डसम हुनुहुन्छ है। कुन मनपर्छ सबैजनाले कमेन्ट गरिदिनुहोस् हैन। कतिपय विवाहित हुनुहुन्छ, कतिपय अविवाहित हुनुहुन्छ। अविवाहित हुने जति चाहिँ म मिलाइदिन्छु। अनि हाम्रो दाई आदरणीय दाई हुनुहुन्छ, दाईप्रति पनि उच्च माया उच्च सम्मान। अनि एउटा केटी मिलाइदिनु होला रे। अनि त्यसपछि तपाईँ हेर्न सक्नुहुन्छ यो ठाउँमा चाहिँ पहिले मेला चाहिँ लागेको थियो हैन। यो ठाउँमा मेला लाग्ने भनेरै रोड बाटो निर्माण गरेका थियौँ हामी। पहिले यो फिल्ड बनाएका थियौँ, त्यसपछि एकदमै राम्रो मेला लागेको थियो हैन। यहाँ हामी डान्स पनि गरेका थियौँ, सामूहिक नृत्य चाहिँ डान्स ल्याएको थियौँ। त्यसपछि डान्स ल्याइसकेपछि हामी सेकेन्डसम्म चाहिँ आएको थियौँ हैन। देशभक्ति गीतमा नाचेको थियौँ। ठुलो मेला लाग्छ यो। अहिले पनि हामी मेला लाग्ने योजनामा थियौँ तर लाग्न सकेन। फिल्ड एकदमै राम्रो छ। तपाईँ हेरिस्यो यो कहाँनिर भन्नुहुन्छ भने त्रिवेणी गाउँपालिका 7 भित्र खोलाको यो खोला छ ठुलो यहाँनिर एउटा खोला हैन, त्यहीँनिरको हो। यहाँ भाँडाखुरी छन् हेरिस्यो। अनि अब चाहिँ हामी खाना खाने तयारीमा छौँ। यता पनि छन् मान्छे। किन यसरी रिसाछन्? यिनीहरू? ल सकभर अन्तिमसम्म तपाईँको मासमा देखाउनेछौँ। भलिबल खेलेको पनि देखाउनेछौँ। सँगै हामी खानेकुरा खाएको पनि देखाउनेछौँ। एकचोटि म तपाईँलाई मासु देखाउँछु ल, खसीको मासु मन पराउने जतिलाई। ल खसीको मासु ल। हामी यो 4-5 दिनको भैले खेलेर उठाएको दानको मासु हो यो। हेर्नुहोस् है, धेरै मेहनत। यो खसीको भन्नु अगाडिबाटै भनिरहेको छु। खसीको मासु हेरिस्यो। यो बाफा रामसँग देखिनौ मोबाइलमा। 18,000 को खसीको मासु रे हेरिस्यो दाइले भनिसिन्छ हैन। अनि हेरिस्यो मैले अगाडि नै भनिसकेको छु हैन। यहाँहरुको कसरी प्रशंसा गरौँ म? मान्छे एकदमै ह्यान्डसम हुनुहुन्छ। यता चस्मा लाएर खै जोइन्द्रलाई झन् नदेखाइ नहुने मेरो छोरा हैन। यता पनि ह्यान्डसम छन् तर विवाहित छन् फेरि। यो पनि पुरा हो गुम्बगालको अनि यता पनि मिलाइदिनु पर्यो रे अझ झन्। भलिबल लभर सबैको लभर हो यता त। पहिला पनि मेला लागेको थियो यो ठाउँमा हैन। कति सालमा लागेको थियो रे? सबैको लभर हो 2079। आयोजकहरू त तपाईँ नै हुनुहुन्थ्यो, थाहा पाउनु पर्यो त। दाइ स्वागत छ यस
जो मिलिजुली युवा क्लबको पिकनिक कार्यक्रममा। तपाईँको परिचय भनिदिनुहोस्। मेरो नाम लोकेन्द्र ओली। के भन्नुभयो? लोकेन्द्र ओली। लोकेन्द्र ओली, त्रिवेणी गाउँपालिका बजिबाङ रोल्पा होइन? तपाईँहरू पहिले नवयात्रा युवा क्लबसँग भैली खेल्न जानुहुन्थ्यो, अहिले मिलिजुली युवा क्लबसँग भैली खेल्न जानुभयो, के कस्तो भयो अहिलेको पल? यो हाम्रो अहिले रमाइलो धेरै रमाइलो भयो। यो पहिला क्लबको नाम लिउँदा अलि गाउँमा विवाद जस्तो भएन, 2-4 साल रमाइलो भयो। अनि यो बिचमा विवाद आउनको कारणले यो क्लबलाई खारेज जस्तो गरेर अहिले बिचमा हाम्रो यो मिलिजुली साथीभाइ 2टा वडाको टिम बनाएको छ। अब त्यस्तो खासै प्लान त थिएन। अब बिचमा अब हामी परदेशी मान्छे 2-4 दिनको लागि गाउँमा आएको थियौँ, रमाइलो भयो। 2-4 दिन त्यस्तै भयो, ठिकै जस मन सन्तुष्ट छ, राम्रो भयो। एकदमै राम्रो हो, मन एकदम भित्रैबाट उत्साह जागिरहेको छ, एकदमै खुसी हुनुहुन्छ, अहिले पनि खुसी हुनुहुन्छ होइन? अनि त्यसपछि 2-3 वर्षको आइन्छ अनि एकदम हप्ता दिनको लागि रमाइलो एकदम बहुत दामी हो, एकदमै राम्रो भयो। त्यसकारण तपाईँ धेरै खुसी हुनुहुन्छ। योभन्दा अघिल्लो समयमा नवयात्रा युवा क्लबसँग भैली खेल्न जाँदा खुसी हुनुहुन्थ्यो कि अहिले खुसी हुनुहुन्छ? एउटै हो, साथीभाइ हाम्रो सबै एउटै हो। क्लब मात्रै नाम मात्रै छुट्टी नाम थियो, अनि त्यो जो क्लबभित्र थियो त्यो टिम सबै हामीसँगै छ। 1-2 जना छुटिया छ, तर हामी जे पनि सँगै छौँ भन्ने फिल भइरहेछ होइन? ल ठिक छ। अनि कति घन्टासम्म खेल्नुभयो, कहाँसम्म पुग्नुभयो, कति पैसा उठाउनु भयो थाहा छ? हामी अब गाउँले भेगमा त्यही त हो, समथिङ अब साँझ अलिक ज्यादा रमाइलो हुन्छ। दिउँसोको अब आफ्नो गाउँ फाइदा छ। साँझ कति बेलासम्म खेल्नुभयो, बिहान कति बेलाबाट सुरु गर्नु? 2-3 बजेसम्म खेल्यो, अनि बिचमा भयो 7-8 बजेसम्म रमाइलो जे होस् ठिकै भयो। अब टाइम मिलेसम्म सबै नानी बाबुहरूले साथ दिएसम्म, दाजुभाइहरूले साथ दिएसम्म, टाइमले भ्याएसम्म खेलियो। तपाईँहरूसँग साधन चाहिँ के थियो? मादल, झ्याली? हाम्रो अब यस्तो छ, उता अब सहर बजार होइन, हाम्रो गाउँले भेग मादल बाँसुरीबाटै अब हुन्छ। हाम्रो चाहिँ विशेष गरी हार्मोनियम मादल हुन्छ र लोकल मतलब मौलिक पाराले अनि तपाईँ पनि सबै थियो। अनि तपाईँ फेरि मादल बजाउने, त्यसपछि सँगै बाँसुरी पनि बजाउनुहुन्छ, सिक्किएको गाउँतिर सँगै हार्मोनियमको पनि खतरा हो तपाईँ होइन? हार्मोनियम पनि बजाउनुहुन्छ? यता दाई हुनुहुन्छ, दाईले पनि हार्मोनियम बजाउनुहुन्छ, यता दाईलाई त छुटाउने कुरै भएन। यता दाई पनि मादल सँगै बाँसुरी सँगै भट्ट्याउने पनि त्यस्तै होइन? सबै कुरामा अब्बल हुनुहुन्छ। अनि दाई आज पिकनिक कार्यक्रममा आउनु भएको छ, पिकनिक कार्यक्रममा के छ खानेकुराहरू यसो भनिदिनुहोस् त? खानेकुरा चाहिँ मलाई खास जानकारी चाहिँ भएन, खसीको मासु छ, सन्तुष्ट हुने हिसाबको सबै छ गाउँले भेगमा। जे भए पनि जो मिलिजुली युवा क्लबका जति पनि साथी हुनुहुन्छ सबैजनालाई पेटभरि खाने चाहिँ पुग्छ, खाना मजाले पुग्छ। अनि अर्को साल यो जति पनि छन् नानु बाबुहरू सानोहरू, अर्को साल ठुला छिटै हो। अनि हामी पनि आउँछौँ पछि। अब हामी बाहिर बस्ने मान्छे आएर रमाइलो गर्छ, 7 दिन छौँ, त्यही खुसी छ बस। अनि त्यसपछि अर्को कुरा फेरि मैले दाइ के पनि सुनेको थिएँ भने जो मिलिजुली युवा क्लबले चाहिँ जति पनि दान उठाएको छ त्यो पैसाले मेला लगाउने भन्ने कुरा चाहिँ भएको थियो। जो यही फिल्ड छ, मैले तपाईँलाई अगाडि पनि भनिसकेको छु, त्यो के कारणले रोकियो? मेला लगाउने यस्तो अब सबै गाउँमा एकजुट भएको भए सजिलो, अब त्यो छैन। कोही अब परदेशी अब भोलि पर्सि हिँड्नुपर्ने बाध्यता छ, अनि कोही अब 2-4 जना छन्। अब त्यसको कारणले अलि टाइम पनि मिलेन। अब नेक्स्ट इयर पक्का, अर्को साल चाहिँ पक्का लाग्छ। यो अलि हाम्रो लेनदेनको कारोबार पनि अलिक जो पिछलो क्लब छ उसको अलि हिसाब किताब पनि लिनु छ, त्यो लिइसकेपछि अर्को साल पक्का हामी जो परदेशी छौँ हामी सबै आउँछौँ, सबै गाउँतिर एकजुट हुन्छौँ। अर्को साल सबै नानी बाबुहरू हाम्रो दाजुभाइहरू सबै हुनुहुन्छ नि, हामी जमेर गर्ने यही फिल्डमा गर्ने हो। हाम्रो यो नयाँ बनाएको फिल्ड योभन्दा अगाडि पनि लाग्थ्यो नि दाइ मेला, त्यसमा उपस्थित हुनुभएको थियो कि न तपाईँ? तपाईँहरू हुनुहुन्थेन त्यति बेला? एकदम बेस्ट राम्रो थियो त्यो बेलाको। अहिले चाहिँ तपाईँहरू उपस्थित हुन नपाए पनि यो ठाउँमा मेला लाग्यो, यो स्थानमा मेला लाग्यो, त्यसमा तपाईँहरू गर्व हुनुहुन्थ्यो, एकदम चित्त बुझ्दै भएको थियो होइन? गाउँठाउँ भनेको अब 7-8 वर्ष भयो बाहिर बस्न लाग्यो, अब आइन्छ साल 1-1.5 साल 2-4 साल, त्यही माथि पनि त्यति बहुत आफ्नो गाउँको माया, आफ्नो गाउँको ठाउँको माया बहुत। त्यही माथि पनि त्यति लामो टाइमसम्म बसिसकेपछि धेरै समय अन्तरालपछि आइन्छ गाउँघरमा, साथीभाइहरूसँग दिदीबहिनीहरूसँग भैली खेल्न जान पाइन्छ, एकदमै रमाइलो हुन्छ। हस् दाइलाई धेरै धेरै धन्यवाद। अब चाहिँ हामी योभन्दा पछिल्लो समयमा के गर्नेछौँ यति भनिदिनुहोस्। अब टिम जम्यो, राम्रो भयो, 2टा वडाको अब आफ्नै गाउँको वडा 2टा भयो भने समग्रमा एउटै टोल जस्तै गरिन्छ होइन? अब यो गर्दै जाम अब पैसा आर्थिकले साथ दियो, अगर राम्रैमाथि राम्रै भयो भने हाम्रो गाउँको विकास छुट्टै हुनु छ। जो क्लबको नाम लियौँ अब त्यो पैसा छुट्टै छ, त्यसलाई पनि निकासौँला।
अनि अब गाउँ विकास त गर्नु पर्यो, सानोतिनो कामहरू हुन्छ, अब कोरेटोबाट बनाउने यता समथिङ कामहरू हुन्छ अर्को सालबाट। अब गाउँमा बस्ने विशेष अब गाउँमा बस्ने दाजुभाइले चाहिँ फोकस दिनु पर्यो, जस्तो फौजीहरू अब गाईहरू हुनुहुन्छ उहाँहरू चाहिँ अलि विशेष दिनु पर्यो। अब हामी त पाहुना हो, पाहुना जस्तै अब आफ्नै जन्म ठाउँ भए पनि अब हुन्छ नि, अब खासै बस्न पाइन्न के अब बाध्यता व्यवस्था त्यस्तै छ। अर्को सालबाट चाहिँ अलि विशेष खालको हुन्छ। अब जो बुइला जाने नानीहरूलाई पनि नजाऊ भन्छु मैले अर्को साल, एक साललाई वेट गर बास, अनि रमाइलो अर्को साल विशेष खालको हुन्छ। अर्को साल मजाले रमाइलो गर्नेछौँ सकभर। अर्को साल चाहिँ मिलिजुली युवा क्लबको जति पनि दान उठ्छ त्यो पैसालाई जोडेर चाहिँ हामी मेला लगाउनेछौँ मजाले। यो जानकारीको लागि के भयो भने यो बच्चाहरू छ, अब बच्चाहरूको मन सन्तुष्टि गरिदिनु लागि अब सानो एउटा प्रोग्राम जस्तो यति थोरै 2-4 घन्टाको प्रोग्राम राखिदिउँ हामीले। अनि अर्को साललाई अब जो आउने साल छ त्यसलाई पनि थोरै खर्च छुट्याएको छौँ। विगतमा के भइरहेको थियो भने अब तिहार आउने समस्या मतलब अलि पैसोको मतलब त्यस्तो समस्या नभए पनि यताउति गरेर काम चलाइन्छ, तर अलि जो सामानहरू जुटाउनलाई तत्कालीन असम्भव भएको जस्तो थियो। अनि उसी औँसीको दिन जानुपर्ने, सामान जुटाउनु पर्ने त्यो भएको थियो। अनि यो नानी बाबुलाई यो पनि भन्न चाहन्छु म कि अर्को सालबाट यो होस्, हामी त बाहिर बस्छौँ, हामी अब लगभग 2-4 दिन अघि आउने तिहारभन्दा हामीलाई मतलब 10-15 दिनदेखि पहिलेको तयारी चाहियो। यो रिक्वेस्ट छ तपाईँ यहाँ अहिले हतार भएर पनि अलिकति गाह्रो भएको थियो। पहिलो साल अचानक हो, अब उसी दिन अब बजारतिर भागेको छ को कता अनि टाइममै भएन। अब मिल्या जस्तो जे पनि अब सबै राम्रो जे पनि सन्तुष्ट नै भयो, तर अर्कोचोटि अर्को साल योभन्दा दामी राम्रो एकदमै राम्रो हुनेछ। एउटा म्युजिक कलाको जो हाम्रो मौलिकपन छ त्यसलाई अझै माथि उठाम, त्यही भन्न चाहन्छु बस। हस् हुन्छ दाइ। समस्तमा मतलब एकमुसमा राम्रै भयो, एकदम रमाइलो अकस्मात बनाएको टिम, दुईवटा वडा ओडीमा अब एउटै समाज जस्तो छ, एउटै अब मतलब घर परिवार जस्तो छ दुईवटा वडाको, त्यही रमाइलो छ। हस् हुन्छ दाइ। अर्को साल चाहिँ तपाईँले सोचे भन्दा पनि एकदमै राम्रो होस्, राम्रो हुनेछ पनि। हामी सबैजना मिलेर गर्नेछौँ, अब चाहिँ हामी खसीको मासु छ, अन्य परिकारमाथि परिकार पाकेको छ त्यो खानेछौँ। सँगै तपाईँहरू भलिबल पनि खेल्नुहुन्छ होइन? भलिबल चाहिँ खेल्नुहुनेछ। म तपाईँलाई भलिबल खेलेको पनि देखाउँछु, हामी खानेकुरा खाएको पनि भिडियो देखाउनेछौँ भन्दै दाइलाई यहाँनिर बिदा गर्छु। दाइ नमस्ते। ल यहाँनिर तपाईँ देख्नुहोस्। अनि सँगै हामी अहिले एकछिनपछि के खानेकुरा खान्छौँ तपाईँलाई देखाउने छु भन्दै। हेलो हाई, के छ खबर? अब म खाँदैछु गाई चोर हेरिस्यो। ल साथी म चाहिँ सुरु गरिसकेको छु सबैजनाको भिडियो बनाउने, आफ्नो चाहिँ नबनाउने भन्नुहुन्छ यहाँ। हेर्छु खसीको मासु देखाइदिन्छु। एकदम मिठो भइरहेछ। नजिक हुनुहुन्छ भने आइसु सबैजना खाइसु। र त एकदम खुसी छु म, धेरै भोलि चाहिँ खेल्न पाएन होइन। म बढीमा खेला 5-6 बार खेलेँ हामीलाई, तर धेरै सपोर्ट छ, धेरै माया छ म प्रति। सबैले मान्नुहुन्छ मलाई, सबैले माया गर्नुहुन्छ, त्यसमा मलाई एकदमै खुसी लाग्छ। एकछिन